आफ्टर डेलिभरी चिसो पानी खानै सक्दिनँ। खाएकी चिसो पानीको स्वादै मुखबाट हराइसकेको। यसरी त्यसमा जगमा पानी तताएँ, यता थर्मसमा खन्याएर राखेँ। अनि आज सङ्क्रान्ति केही न केही छोरीलाई स्पेसल बनाइदिउँ न त भन्दै थियो। अस्तिदेखि उसले यो लालमोहनको पिठो किनेर राखेको थिएँ। अस्ति एकचोटि बनाइदिएको थिएँ। फेरि उसलाई बनाइदिनु न बनाइदिनु भनेर जिद्दी गरिरहेको थिएँ। त्यसो आज बनाइदिन्छु ऊ स्कुलबाट आउने बेलासम्म उसलाई आज सरप्राइज दिनु पर्ला, बनाएर राखिदिइराख्नु पर्ला भनेर म पिठो मुस्न थालेँ। यता थोरै यसमा पिठोमा चाहिँ मैले चालेँ मजाले। अनि त्यसमा दुध हालेर मजाले मुसेँ। एकछिन 2-3 मिनटसम्म मुसे गरेँ। फेरि दुध कम हुन्छ भने दुध थप्दै मुस्दै राम्रोसँग मुसेन भने फेरि त्यो फुट्न थाल्छ कि डल्लोहरू नै मुसमास पारेर यतापट्टि डल्लो बनाएर राखेँ। आज चाहिँ पिठो अलिक बढी थियो। म दुईवटा एउटा अर्को एक्सपेरिमेन्ट गरौँ न त कस्तो हुँदो रहेछ भनेर यसलाई मैले डल्लो बनाएँ। यस्तो पेडा जस्तै दुध हिजोको पनि बचेको थियो। त्यसमा यता दुध राखेँ त उमाल्नलाई, यता पानी राखेँ। यता दुधमा पनि दुध मजाले उम्लिसकेको थियो। त्यो पेडा बनाएको थिएँ त्यसमा राखिदिएँ कि कस्तो हुँदो रहेछ हेरौँ न त आज ट्राई नै गरौँ भनेर राखिदिएँ। अनि यतापट्टि पानी पनि उम्लिँदै थियो। मैले त्यसमा चिनी राखिदिएँ। चिनी थोरै थियो भनेर मैले सबै राखिदिएँ कम हुन्छ कि भनेर। यता लङसुक मैले कुटेँ मजाले। दुधमा पनि राखेँ अनि यतापट्टि पानीमा पनि चास्नीमा पनि राखेँ। यतापट्टि सँगसँगै कराई पनि बसालेँ मजाले। त्यो पनि यता साइडमा पनि त्यो पनि हेर्दै थियो कस्तो अलिअलि फुट्दै थियो। अब हेरौँ न त कस्तो हुन्छ टेस्ट। नमरी सोया देखिँदैन भने जस्तै अब बनाएपछि नै त थाहा हुने हो नि। कराई तातिसकेको थियो अनि मैले तेल बसालेँ। अनि यतापट्टि त्यो उसलाई पनि सानो सानो पिठोलाई पनि सानो गोलो बनाउँदै गएँ कि सानो बनाउनुपर्छ। फेरि ठुल्ठुलो बनायो भने भित्र काँचो बस्छ कि अनि त्यो काँचो बस्यो भने मिठो हुँदैन। अनि यतापट्टि चास्नीमा पनि अलिअलि फोहोर आएको थियो। मैले चास्नी निकालेँ। यता तेल पनि चेक गरेँ तातो कि तातो होइन। धेरै तातो पनि होइन, हल्का तातोमा हल्का आँचमा भन्छ नि थोरै ग्यास चलाएर मैले बिस्तारै त्यसलाई फ्राई गर्न राखिदिएँ। यतापट्टि फेरि यता ऊ पनि हेर्दै थियो उता इन्डक्सनमा पनि। अनि यता पनि बिस्तारै चलाइरहेको थियो। रातो हुँदै थियो अनि मजाले अरू पनि ऊ पनि फटाफट गोलो बनाउँदै थियो कि दुईचोटिमा हाल्दै सक्छु भनेर। त्यो फेरि छोरी स्कुल लिन जानुपर्छ नि त। फेरि यता बाउ पनि उठ्यो भने सताउँछ भनेर दिँदैन काम गर्न भनेर मैले फटाफट त्यो उसलाई पनि मजाले सेकेन्ड लटको पनि मजाले राखेँ त्यसलाई। अनि मजाले खारिन दिएँ। अर्को चाहिँ मैले त्यो निकालेको यस्तो भयो चाहिँ एउटा टेस्ट गरौँ न त। टेस्ट गरेँ मिठो भएन, अब ठिकै भयो। अब त्यस्तो मिठो लागेन मलाई चाहिँ। एक्सपेरिमेन्ट फेल भनौँ न भयो। अब यतापट्टि ऊ पनि हेरेँ लालमोहन भिजिसकेको थियो। यतापट्टि पिठो बेलुकालाई पिठो मुस्तिरहेको छु भने पिठो पनि मैले मुस्तिराखेँ। किनकि अहिले बाबु सुतिरहेको छ कि छैन एकचोटि हेर्छु नि त। सुतिरहेको छ होला जस्तो लागेर रोएको थिएन। अनि बाबुलाई एकचोटि हेरेँ सुतिरहेदेखि। अनि फ्रिजमा एकचोटि टक्कर हेरेँ के रहेछ भनेर आलु बोडी अनि पुरी बनाउँछु भनेर। बेलुका फेरि जतिखेर मलाई फुर्सद हुन्छ बाबु सुतिरहेको हुन्छ त्यतिखेर बेलुकाको लागि म तरकारीहरू काटिदिरहेको हुन्छु कि। त्यही भएर फटाफट मैले बोडी पनि केलाएँ। यतापट्टि बाबु सुतिरहेको छ छिटो सेनेक पार्छु। फेरि छोरी पनि लिन जानुपर्छ भनेर म सेनेक पारेर आजको मेरो यसरी भयो। सबैलाई ह्याप्पी सङ्क्रान्ति।